ओ अब त घरमा कोम नहुँदा त फेरि म राजा हो राजा जे गर्दा पनि भयो होइन राजा हो म भनेर चाहिँ फेरि मार्गीले बिजोक बनाएर जरा नाक बुझेर के हो पूजा थियो नानी नगर आले एकदम बबाल जुन देखिरहेछ सो अलराइट गाइस गुड मर्निङ नमस्ते र वेलकम ब्याक टु माई अनदर भिडियो र सबैजना सन्चै हुनुहुन्छ होला है र मेरो भन्नुपर्दा म पनि एकदमै सन्चै छु सो त्यही नै हो ढिलो नगरिकन सुरु गरौँ आजको पनि छोटो अनि मिठो मिनी ब्लग होइन त अनि आजको दिन अनि ब्लग सुरु हुन्छ यसरी सो देख्न सक्ने छैन रुम पनि चढाकै बनाइसकेको छु अब तिहार नजिकै आउँदैछ नि त होइन अब अहिलेदेखि नै अलिअलि गर्दै घरहरू चडाकचिडिक बनाउनु पर्ने हुन्छ सो आज चाहिँ टक्कै बिहानै के भन्नु रुम सफा गरिसकेको सो देख्न सक्नुहुनेछ एकदम बबाल बनाइसकेको छु होइन बबाल भन्दा पनि के कुरा गर्नु होइन सो अलिअलि सफा गरेको छु अनि आजको वेदर चाहिँ यस्तो बबाल भइरहेछ होइन देख्न सक्नुहुनेछ एकदम मजाले घाम लाग्दिरहेछ होइन सो एउटा पनि बादल छैन के यो आकाशमा एउटा पनि बादल छैन सबै क्लियर क्लियर होइन अनि एकदम दामी देखिदिरहेछ त्यहाँ माथिको हिमाल सो त्यही नै हो अनि आज चाहिँ के छ भने घरमा चाहिँ म र युमा मात्रै छौँ मम्मी र पापा जानुभएको छ ड्युटी अनि मम्मी आफ्नो काम लिएर अफिस जानुभएको छ होइन अनि घरमा कोम नहुँदा त फेरि म राजा हो राजा जे गर्दा पनि भयो होइन राजा हो म भनेर चाहिँ सो त्यही नै घरमा कोम हुनु हुँदैन आज चाहिँ कोम छैन अलिक कस्तो कस्तो बोल्दैछु अनि कोम छैन आज सो त्यही नै हो आजको दिन एकदम मजाले बितोस् होइन मेरो पनि तपाईँहरूको पनि अनि त्यही नै हो यति नै गर्नु खानासाना पनि खाइसक्यो होइन अब खाना खाएर चाहिँ फर्स्टमा दाँत घोट्नु पर्ने हुन्छ जस्तो त्यही नै हो टक्क लाएर देख्नु सक्ने छैन मकै यो चाहिँ यसपालि फलेको सबै सो एकदम मजाले यहाँ थन्काइसकेको छ अनि त्यही नै होइन यस्तो बबाल भ्यू देखिदिरहेछ कि त्यो आमा त्यो बेला चाहिँ टक्कै त्यो हिमालमा बा कस्तो मजा आउँथ्यो होला होइन टक्कसँगले अनि त्यही नै हो सो यहाँ देख्न सक्ने छैन एकदम मजाले सयपत्री फुल फुल्नु आँटेको छ एकदम बबाल जुन देखिदिरहेछ आज पनि एकदम कडा घाम छ होइन अनि अहिले चाहिँ टक्कैसँगले टाउको नुहाइसक्यो अवस्था होइन एकदम गरम भइरहेछ अनि त्यही नै हो गाई चढिरहेछ तल रोडमा अनि हल्का यहाँ चाहिँ गरम भएर टाउको नुहाउनु आएको थियो म चाहिँ होइन अब टक्कलाई एकछिन घाम ताप्नु पर्ने हुन्छ फेरि मार्गीले बिजोक बनाएर जरा नाक बुझेर के हो एकदम कडा छ मार्गी यसपालिको अनि अघि भनिसकेँ आज चाहिँ युवा र म दुईजना एक्लै अनि युवा चाहिँ के गर्दैछ अब हल्का हेर्दिनँ होइन सो युवा चाहिँ किचनमा बसिरहेछ सो काम गर्नु हुँदो रहेछ युमा चाहिँ होइन अनि त्यही नि होइन टक्क लाएर यस्तो गरम भइरहेछ नि के कुरा गर्नु होइन युमाले चाहिँ एकदम गरम भएर हल्का रेस्ट गरिसक्नु भएको छ होइन टक्क लाएर यहाँ बस्नु पर्ने हुन्छ यहाँ बस
अब बहिनी र म गफ गरौँ स्कुल किन नगएको किन त्यसै हजुर भोलि जाने अनि आज किन नगएको किन त्यसै किन नगएको किन त्यसै हजुर आयन्टमा के गर्ने अनि आयन्टको चाहिँ अब त अहिले भेट्छस् कहिले खेल्छस् अच्छी अब कुदो आयो नानी नगर अरे अनि आज चाहिँ बहिनी पनि स्कुल गएन रहेछ होइन अनि यहाँ आएको त्यो दिउँसो चाहिँ सो बहिनीसँग एकदम रमाइलो भयो गफसफ गऱ्यौँ खेल्यौँ होइन सो भिडियोमा देखिसक्नुभयो होला होइन त्यहाँ भने चाहिँ होइन दुईवटा रुपी भर्खर नुहाएर घाम तापिरहेको थियो म देखेर भागेँ होइन अनि आजको दिनको त के कुरा गर्नु होइन यस्तो बब्बाल भइरहेछ अझै पनि सधैँ चाहिँ यता अब एकदम कालो भन्दा पनि बादल लाग्थ्यो यता मात्रै उज्यालो हुन्थ्यो तर आज भने चाहिँ यता पनि कम्ती मात्रै बादल लागिरहेछ यस्तो बब्बाल देखिरहेछ यो हिमाल दामी देखिरहेछ साँच्ची भनेको कि सो तपाईँहरूलाई यो पछिको हिमाल कस्तो लाग्यो मिठो कमेन्ट गरिदिनुहोस् त आजको पनि डे आउट भइसकेको अवस्था सो आजको दिन तपाईँहरूको के कस्तो बित्यो मेरो चाहिँ एकदम बब्बाल तरिकामा बित्यो अनि अहिले चाहिँ घर आएर गाई चाहिँ बाँधेर घर आएर खाजासाजा पनि खाइसकेँ अनि अहिले चाहिँ देख्नु सक्नेछ घाम टोटल्ली गइसकेको छ होइन सो माथि छेर्यो घामलाई चाहिँ अलिअलि मात्रै देख्दैछ सो घाम डुबेपछि दिन बित्यो भनेर सोच्दा हुन्छ होइन अनि के भन्नु सो घाम डुबिसक्यो अनि यताउता चाहिँ अलिक घामै लागिरहेछ सो एकदम दामी भ्यू देखिरहेछ अझै पनि होइन एकदम दामी दिन भइरहेछ होइन अनि एकदम दामी भ्यू देखिरहेछ होइन टक्कसँगले एकदम बबाल भ्यू देखिरहेछ अनि त्यही नै हो होइन आजको दिन एकदम रमाइलो तालले बित्यो सो आजको ब्लग तपाईँहरूलाई के कस्तो लाग्यो मिठो कमेन्ट गरिदिनुहोस् र आजको लागि यति नै एन्ड सबैलाई टाटा एकछिन अनि आज चाहिँ फेरि मैले गोली खेल्नु जाने प्लान गरिनँ होइन किनभने मम्मी जानु भएको छ बजार अलिक ढिलो हुन्छ अरे अनि घाँस पनि काट्नु पर्ने छ अनि त्यही नै हो खाना सब्जी गर्नुपर्ने हुन्छ सो अहिलेलाई चाहिँ टक्क लगाएर घाँस काट्नु जाउँ त्यहाँदेखि आएर खाना सब्जी गरौँ होइन त सो आजलाई टाटा भेटौँ अर्को नयाँ भिडियोमा ल त गाइस